सेट भन्ने कुरो चाहिँ हुँदैन र यसमा चाहिँ दुई पार्टीको बिचमा जब डिस्प्युट हुन्छ उनीहरू एउटा सेटलमेन्ट गरेर चाहिँ एउटा अग्रिमेन्ट जस्तो बनाउँछ र यो अग्रिमेन्ट चाहिँ बादमा तपाईँहरूले कोर्टमा एक्जिक्युट पनि गर्न सक्नुहुन्छ। यो चाहिँ कस्तो केसेसमा चाहिँ बेसी हुँदैन अरे गाउँको के भन्छ वेल मतलब कुवामा पानी भर्नु दिएन अरे त्यो सबै नदिँदाखेरि चाहिँ तपाईँहरूलाई त एउटा खेत मन त दुख्छ नि त, किन भन्दाखेरि तपाईँको एउटा जातले गर्दाखेरि तपाईँको आर्थिक अवस्थाले गर्दाखेरि तपाईँलाई दिएन। अनि त्यो हुँदाखेरि चाहिँ तपाईँहरूले ST/SC एक्टमा चाहिँ केस दाखिल गर्न सक्नुहुन्छ। अनि यो ST/SC एक्ट चाहिँ यस्तो स्ट्रिक्ट एक्ट छ जसमा चाहिँ पुलिस तपाईँले FIR दिनुहुन्छ नि, सपोज पुलिस स्टेसनमा FIR दिनुहुन्छ, यो पुलिस स्टेसनमा FIR दिएपछि यसको छानबिन कसले गर्छ? अब जस्तो पोक्सो एक्टहरू केही पनि एक्टको छानबिन इन्भेस्टिगेसन पुलिस भनेको SI ले गर्छ कि PI ले गर्छ, सब इन्सपेक्टरले गर्छ कि चाहिँ पुलिस इन्सपेक्टर? हेलो गाइज, र अघि मैले भनेको थिएँ सोक्पे हामी जाँदैछौँ भनेर है, र यही हो सोक्पे, यही रहेछ है। स्कुल प्रोग्राम सकेर चाहिँ हामी लन्च गर्नु तल सरको रेसिडेन्समा गएको थियौँ है, र लन्च गरेर चाहिँ उकालो आयौँ। अनि नानीहरू पनि एकदम फ्रेन्डली है, त्यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो रहेछ, टिचर्सहरू पनि एकदम फ्रेन्डली होइन। उहाँहरू चाहिँ एकदम ग्रेटफुल हुनुहुन्थ्यो हामीसँग, हामी आएर प्रोग्राम गरिदियौँ, कहिले पनि यस्तो प्रोग्रामहरू भएको थिएन भन्नुहुँदै थियो है, र हामीले पनि एकदम इन्जोय गऱ्यौँ। अनि त्यहाँदेखि चाहिँ हामी उकालो निक्लिँदाखेरि रोडबाट अलिक टाढै रहेछ स्कुल चाहिँ, उकालो निक्लिँदा चाहिँ यहाँ पारि देख्दै गरेको चाहिँ नर्थ सिक्किम हो भनेर भन्नुहुँदै थियो है, र जङ्गल साइड रहेछ। अनि उकालो जाँदा जाँदा पानी पनि पर्यो है, एकदम माथि थियो। अनि मैले पनि छाता खोलेर छाता ओढ्दै उकालो गएँ, र यसै गरी हामी गाडीमा चढ्यौँ, एकदम पानी ठुलो परिरहेको थियो हो। अनि त्यहाँदेखि चाहिँ पानी परिरहेको थियो, हामी गफ गर्दै निक्ल्यौँ नाम्चीतर्फ हो। अनि सरहरूको गाडी अगाडि थियो, हामी अलिक पछाडि थियौँ होइन। एकदम दिन राम्रो भइरहेको थियो, चिसो चिसो हो। अनि मैले पनि अलिकति फिल गर्थेँ होइन। त्यहाँदेखि चाहिँ आएर हामीले तिमी तार्कोमा एकछिन रेस्ट गऱ्यौँ, अनि फर्क्यौँ नाम्चीतर्फ। बाई बाई गाइस।